नमस्कार साथीहरु, नेपाल बैंक लिमिटेडको भ्याकेन्सीको प्रतीक्षामा हुनुहुन्छ भने आज मात्र नेपाल बैंक लिमिटेडले भ्याकेन्सी खोलेको छ। आज 2081 12 महिना 15 गते नेपाल बैंक लिमिटेडले यसको भ्याकेन्सी खोलेको छ भने यसको सिंगल दस्तुरमा फर्म भर्ने मिति भनेको 2082 1 महिना 4 गते रहेको छ भने डबल दस्तुरमा फर्म भर्ने मिति भनेको 2082 1 महिना 11 गतेसम्म रहेको छ है। अब यसमा आवश्यक डकुमेन्टहरु तपाईलाई थाहा नै भएको होला, के भन्दा अगाडि पढ्नु भएको छ भने अब सीएमा खुलेको छ, खुल्लामा 2 जना, महिलामा 1 जना खुलेको छ। एक्सपिरियन्स चाहिँ यो 3 वर्ष मागेको छ, यो हाम्रो लागि पर्दैन, खास गरी ब्याचलरको लागि पर्दैन है। अब यहाँ सीए भनेको छ, अर्को 6 जना भनेको छ। सीएमा सीए उत्तीर्ण गरेको हुनुपर्छ भनेको छ है। यसमा एक्सपिरियन्स मागेको छैन। तह 6 मा सहायक प्रबन्धक सीए खुल्लामा 4 जना, महिलामा 2 जना, आदिवासी जनजातिमा 1 जना है। खुल्लामा अनि सहायक प्रबन्धक 6 तहमा खुल्लामा 19 जना, यो राम्रो मात्रामा छ। महिलामा 5 जना, आदिवासीमा 5 जना, मधेसीमा 5 जना यस्तो छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र मानविकी वा न्यूनतम स्नातकोत्तर, यो भनेको तपाईको मास्टर्स गरेको हुनुपर्छ, तपाईले ब्याचलर भन्दा अगाडि पढेको हुनुपर्छ है। यो तह 6 को लागि भर्नको लागि यदि मास्टर पढेको हुनुहुन्छ भने तपाईले यहाँ राम्रो मात्रामा भ्याकेन्सी रहेको छ, 19 जनाको रहेको छ खुल्लाको है। अनि त्यसपछि यो प्रदेशगत विज्ञापन हेर्न सक्नुहुन्छ यहाँ। अब तपाईको कर्णाली प्रदेश अन्तर्गत तह 4 को लागि खुल्लामा 2 जना रहेको छ, महिलामा 1 जना, मधेसी अपाङ्ग पिछडिएको क्षेत्रमा 1 जना है। यो भनेको ब्याचलर पढेकोले दिन पाउँछ तह 4 को लागि है। मध्य प्रदेशमा तपाईको सहायक 4 को लागि खुल्लामा 9 जना खुलेको छ, महिलामा 2 जना, आदिवासी जनजातिमा 2 जना, मधेसीमा 2 जना, दलितमा 1 जना, यो पनि तपाईको ब्याचलर पढेको हुनुपर्छ। बागमती प्रदेशमा खुल्लामा 13 जना रहेको छ अनि 3 जना आदिवासी र महिलामा रहेको छ भने 2 जना मधेसीमा, दलित पिछडिएको क्षेत्रमा 1 जना रहेको छ। गण्डकी प्रदेशमा पनि राम्रो मात्रामा भ्याकेन्सी खुलेको छ, 6 जना खुल्लाको रहेको छ, यो हेर्नु होला तपाईले स्क्रिनशट गरेर। लुम्बिनी प्रदेश अन्तर्गत खुल्लामा 9 जना रहेको छ। लुम्बिनी प्रदेशमा अलि राम्रो मात्रामा रहेको छ खुल्लाको लागि, अनि महिलाको लागि 3 जना, आदिवासीको लागि 2 जना रहेको छ। कर्णाली प्रदेशमा खुल्लामा 9 जना रहेको छ, महिलामा 3 जना, आदिवासीमा 2 जना, मधेसी अपाङ्ग पिछडिएको क्षेत्रमा पनि 1 जना रहेको छ। सुदूरपश्चिम प्रदेशमा तपाईको खुल्लामा 3 जना मात्र रहेको छ, महिला आदिवासी जनजातिमा 1 जना गरी कोटा निर्धारण गरेको छ। अब तपाईको यो आईटी को लागि पनि खुलेको छ प्रदेशगत है। बागमती प्रदेशमा आईटी को लागि तपाईको संख्या 1 जना, महिला मात्र मागेको छ है। मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्याचलर पढेको हुनुपर्छ। अब कनिष्ठ सहायक गोल्ड टेस्टरको लागि पनि रहेको छ यता भ्याकेन्सी। बागमती प्रदेशमा है तह 3 हो गोल्ड टेस्टर भनेको, तपाईको +2 ले दिन पाउने। खुल्लामा 4 जना रहेको छ भने महिलामा 1, मधेसी पिछडिएको क्षेत्रमा 1 जना रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ मान्यता प्राप्त शिक्षण संस्थाबाट +2 गरेको हुनुपर्छ भनेको छ है, +2 गरेको हुनुपर्छ। अनि त्यसपछि यहाँ माथि अलि माथि रहेको छ तपाईको गण्डकी प्रदेशमा पनि गोल्ड टेस्टरको रहेको छ, खुल्लामा 1 जना, महिला मधेसीमा पनि 1 जना रहेको छ। अनि लुम्बिनी प्रदेशमा पनि गोल्ड टेस्टरको रहेको छ, खुल्लामा 3 जना, महिला आदिवासी दलित। कर्णाली प्रदेश अन्तर्गत शाखा कार्यालय खुल्लामा 2 जना, महिला मधेसीमा 1 जना रहेको छ। अब यहाँ उमेरको हद भनेको छ 18 वर्षदेखि 40 वर्ष। यो 40 वर्ष भनेको अपाङ्ग र महिलाको लागि हो भने अन्यको हकमा चाहिँ तपाईको 35 वर्ष ननागेको हुनुपर्छ है। अब परीक्षा दस्तुर यहाँ दिएको छ, हेर्न सक्नुहुन्छ तपाई आफैले पनि हेर्न सक्नुहुन्छ। सीए उपप्रबन्धक, सहायक प्रबन्धक सीए को लागि 1000 रुपैयाँ लाग्ने भनेको छ। त्यसपछि थपको लागि तपाईको 400 लाग्ने भनेको छ। अनि सहायक गोल्ड टेस्टर, कनिष्ठ गोल्ड टेस्टरको लागि तपाईको 800 रुपैयाँ लाग्ने भनेको छ, थपको लागि 200 लाग्ने भनेको छ है। परीक्षा दस्तुर बुझाउने प्रक्रिया तपाईको अनलाइनबाट नै तपाईले परीक्षा दस्तुर बुझाउन सक्नुहुन्छ। अब तपाईको यो भनेको खासै इम्पोर्टेन्ट छैन, यही हो। आज मात्र भर्खर मात्र राम्रो मात्रामा नेपाल बैंक लिमिटेडले भ्याकेन्सी खोलेको छ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नु होला।